नमस्कार, मेरो नाम चाहिँ चन्द्र तामाङ। विगत 8-10 वर्ष अगाडिदेखि पत्रकारिता क्षेत्रमा अभ्यास गरिरहेको छु। अहिले चाहिँ हामी यो धादिङको बेनीघाटोराङ गाउँपालिकाको वडा नम्बर 1 मा पर्ने यो ब्रोमदिङ डाँडामा छौँ। यो ब्रोमदिङ डाँडाबाट ब्युटिफुल हिमालयको रेन्ज देख्न सकिन्छ र यो धादिङ र मकवानपुर जिल्लाको सिमाना क्षेत्र पनि भएको कारणले यो थुम्काबाट चाहिँ मकवानपुर जिल्लालाई पनि देख्न सकिन्छ। सिङ्गै मकवानपुर जिल्लालाई यहाँबाट अवलोकन गर्न सकिन्छ। मकवानपुर जिल्ला मात्र नभइकन दक्षिणी भागमा चाहिँ तराईको वीरगञ्ज र रक्सोल बजारसम्म पनि यहाँबाट अवलोकन गर्न सकिन्छ र ब्युटिफुल पहाडहरूको श्रृङ्खलाहरू, थुम्काहरू, हामी यहाँबाट नागबेली जस्तै बग्ने खोलाहरू, उपत्यकाहरू सबै दृश्यहरू यहाँबाट हामी अवलोकन गर्न सक्छौँ। यो समुद्री सतहबाट करिब 2100 मिटरको उचाइमा अवस्थित छ यो ब्रोमदिङ हिल्स र यहाँबाट चाहिँ उत्तरी भेगमा चाहिँ अलमोस्ट 180 डिग्री 180 डिग्रीको लाइनमा हिमालयको ब्युटिफुल रेन्ज देख्न सकिन्छ र मनासलुदेखि लाङटाङको रेन्जसम्म यहाँबाट देख्न सकिन्छ। मनासलु, अन्नपूर्ण, त्यसपछि गणेश रेन्ज र त्यसपछि लाङटाङको रेन्जसम्म यहाँबाट ब्युटिफुल हिमालयको रेन्ज देख्न सकिन्छ। र यो महाभारत पर्वत श्रृङ्खलाको यो क्षेत्र भएको कारणले गर्दाखेरि पनि यो यहाँबाट चाहिँ दक्षिणतिर जाँदाखेरि चाहिँ सबै पहाडहरू योभन्दा होचा हुँदै गएर चाहिँ तराईसम्म देखिन्छ भने यहाँबाट चाहिँ हिमालयको रेन्जसम्म देख्न सकिन्छ। यो चाहिँ एउटै पोइन्टमा एकै ठाउँमा उभिएर एउटै थुम्कामा बसेर 360 डिग्री घुम्दाखेरि चाहिँ प्राकृतिक सुन्दरताका सबै रङ्गहरू यहाँबाट चाहिँ अवलोकन गर्न सकिन्छ। त्यसैले यो एउटा ब्युटिफुल ठाउँ हो र एउटा प्रकृतिको अनुपम उपहार पनि हो यो। र अहिलेसम्म यो थोरै प्रवर्धन भएको छ यो ब्रोमदिङको पर्यटनको विषयमा र अझै पनि प्रचार प्रसार गर्न आवश्यक छ। यदि अलिकति प्रमोसन गर्न सक्ने हो भने चाहिँ यो क्षेत्रमा पर्यटनको अथाह सम्भावना छ। किनभने यो सङ्घीय राजधानी काठमाडौँबाट पनि जम्मा 80-90 किलोमिटरको दूरीमा रहेको छ र पर्यटनको राजधानी पोखराबाट पनि जम्मा 150 किलोमिटरको दूरीमा छ र बागमती प्रदेशको राजधानी हेटौँडाबाट जम्मा 40-45 किलोमिटरको दूरीमा यो अवस्थित रहेको छ र हेटौँडा मनहरीबाट माथि उक्लिँदाखेरि 2 घण्टाको यात्रा गरेर मोटरसाइकलमा अथवा साना सवारी साधनमा यहाँ यो डाँडासम्म आउन सक्नुहुन्छ भने यो गजुरी बजार मलिखु बजारबाट पनि यहाँ जम्मा 28-30 किलोमिटरको डिस्टेन्समा रहेको छ। 1.5 घण्टाको यात्रामा चाहिँ यो ठाउँसम्म आउन सक्नुहुन्छ। एकदमै सुन्दर छ। यहाँ तामाङ समुदायको बाहुल्यता रहेको छ यो महाभारत क्षेत्र यसै पनि र तामाङ समुदायको संस्कार, संस्कृति, परम्परा, जीवनशैली सबै कुराहरूको अवलोकन पनि गर्न सकिन्छ र यहाँबाट प्राकृतिक सुन्दरता त मैले ठ्याक्कै तपाईँलाई बयान गरिराख्न आवश्यक छैन कि यहीँबाट तपाईँले देखिराख्नु भएको छ। यति सुन्दर दृश्य देखिन्छ, मनमोहक दृश्यहरू देख्न सकिन्छ र त्यो सँगसँगै यो ब्रोमदिङ हिल्ससँगै मकवानपुरको कैलाश गाउँपालिका र यो राक्सिराङ गाउँपालिकासँग जोडिएको छ। यो मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर 2 सँग यो ब्रोमदिङ हिल्स क्षेत्र सीमा जोडिएको छ र मकवानपुरको कैलाशको 2 नम्बर वडाले चाहिँ वडालाई नै पर्यटकीय हबको रूपमा विकास गर्ने प्रयास गरिरहेको छ र त्यसको प्रयास स्वरूप त्यहाँ डाँडा क्षेत्रमा सुन्दर डाफीमुनाल पार्क, डम्फु पार्क, चितुवा पार्क, विष्णुकुण्डा लगायत सुन्दर पार्कहरू निर्माण गरेको अवस्था छ र सँगसँगै त्यहाँ ऐतिहासिक संरचनाहरू पनि रहेका छन् र अहिले इन्ट्रेस्टिङ भनेको चाहिँ त्यहाँ एउटा जिप लाइन पनि बनेको छ। बैकुण्ठ गाउँबाट कैलाश गाउँसम्म पुग्नको लागि 1200 मिटर लामो चाहिँ जिप लाइन पनि बनेको छ। त्यस हिसाबले एउटा एडभेन्चर टुरिज्मको हिसाबले पनि सम्भावना बोकिएको छ र एउटा हब बन्ने लक्ष्यतर्फ चाहिँ अगाडि बढेको छ। यो सिङ्गै क्षेत्र घुमघामको लागि एकदमै रमाइलो छ, सुन्दर ठाउँ छ। तपाईँहरू पनि घुमघाम गर्न आउनु होला। थ्याङ्क यू सो मच।